हेलो साथीहरू, मैले यहाँ कोदोको पिठो हालिसकेको छु। अब यसलाई म मुस्छु। यसमा मैले पानी हालिसकेँ। अब यसलाई मैले मुसिरहेको छु। मलाई प्राय गिलो रोटी नै मनपर्छ। यो कोदोको पिठो हो है साथीहरू। अब यो रेडी भयो। खासै मलाई रोटी त मन पर्दैन, तर म बिहान बिहान डाइटिङमा छु आजभोलि। अब एउटा पनि रोटी पकाउनु हुँदैन अरे त्यही भएर त्यसको साथी दुईवटा चाहिँ बनाउँछु म। दुईवटासम्म खान्छु। आजभोलि साँझ खाना खानु गरेछु। साथीहरू यहाँ प्यान बसालेँ है। अब म रोटी बनाउँछु। मैले यहाँ दुध बसालेको छु। अब चिया पकाउँछु। म नास्ता खाना अब एकैचोटि भयो के 11 बज्न लागिसक्यो। साथीहरू मैले यसमा थोरै तेल हालेको छु। साथीहरू मैले यसमा रोटी पकाइसकेँ। अब म यसलाई एकछिन राख्छु। मैले दुध हालेँ, 1 कप चिया। साथीहरू मेरो रोटी त डाल्नु भयो, तर यसलाई मैले फर्काउन सक्छु कि सक्दैन। सके मेरो रोटी रेडी भइरहेको छ साथीहरू। यहाँ मेरो चिया पनि उम्लिरहेको छ साथीहरू। यस्तै हो साथीहरू। भिडियो बनाउने चक्करमा चिया नै पोख्यो मेरो। अलिकति भए नि घाटा लाग्यो। र त साथीहरू यहाँ अलिकति चटनी पनि हालेँ। तिलभाङको हिजोको थियो, टमाटरको चटनी, तिलभाङ अनि चिया अनि रोटी। ल त साथीहरू रोटी चटनी है। यही हो, 11 बजिसक्यो। 11 बज्यो। क्या मस्तको चिया छ। यस्तो पो चिया त। मलाई चाहिँ रोटी लुलो भन्दा क्रन्ची टाइपको मनपर्छ क्या, झुरुम झुरुम गर्ने है। यस्तो मिठो हुन्छ गिलो रोटी। हिजोको भिडियो त हेरिसक्नु होला। म आजभोलि पहिला नाइट डाइटिङ गर्थेँ भनेको चाहिँ अहिले डे डाइटिङ गर्छु। किनकि नाइट मेरो बुढा हुनुहुन्छ, खाना पकाउनु पर्छ, दाल भात तरकारी चटनी। अरूले खाएपछि मलाई पनि खानु मन लाग्छ। त्यही भएर 1 हप्ता डे 1 हप्ता नाइट। दुईवटा रोटी पनि खानु सक्दैन म। दुईवटा रोटीले मेरो दिन जान्छ। चिया खानुको मजै बेग्लै। अब मेरो नास्ता भने पनि खाना भने पनि यही हो। किनकि ढिलो उठेँ आजभोलि, छुट्टी छ नानुको। त्यही भएर ढिलै उठेँ। 9 बजी उठेँ आज। भनेर सुतेको होइन नि, सुत्न त 5-6 बजे नै आँखा खुल्छ, तर मोबाइल हेर्दै बुन्दै ओछ्यानबाट उठेको चाहिँ, ओछ्यानबाट निक्लेको चाहिँ 9:30 बजे। ल त साथीहरू मेरो युट्युब च्यानलमा गएर हेर्नुहोला मेरो पुरै भिडियोहरू। धन्यवाद, नमस्ते।